धन्न साथीहरू हामी चाहिँ ग्यासमा निर्भर छैनौँ, नभए त हाम्रो पनि हालत बिजोगकै हुन्थ्यो। हामी चाहिँ अब घरमै खाना पकाउँछौँ आगोमै, त्यही भएर चाहिँ त्यस्तो टेन्सन छैन। आजभोलि त नि साथीहरू कति धेरै ग्यासको लागि लाइनमा बसेको नि, जेमा पनि लाइनमा बस्यो ग्यास नपाएर हत्तु छ नि साथीहरू। त फेरि पनि सम्पूर्णलाई वेलकम छ मेरो न्यू डेली भ्लगमा। म रोशनी चौधरी उदयपुर देउरीबाट छु र म चाहिँ एकदमै सन्चै छु र हजुरहरू पनि एकदम सन्चै हुनुहुन्छ भन्ने मलाई आशा छ। त म चाहिँ पकाउँदैछु आज। के पकाउँदैछु त साथीहरू भन्नुपर्दाखेरि म चाहिँ आज यो भनौँ न यो खमरवाको पत्ताको चाहिँ कचरी पकाउँदैछु। अनि हजुरहरूले खानु भएको छ त यो। अनि यो चाहिँ भनौँ न तलको यसको माटो मुनि फलेको पनि फल एकदमै मिठो हुन्छ खानलाई। अनि म चाहिँ आज यही पकाउँदैछु। अनि मेरो घरमा चाहिँ प्राय हामी चाहिँ चुलोमा नै भात पकाउँछौँ, ग्यास पनि राखेका छौँ कहिलेकाहीँ यस्तो अब काम लाग्यो भने कहिलेकाहीँ यसो भनौँ न आपतकालीनको लागि, नभए चाहिँ ग्यासमै नै पकाउँछौँ। र आजभोलि त हेर्नुभएको होला साथीहरू नि, जहाँ पनि ग्यासको कति धेरै लाइन लागेको, ग्यास नपाएर होइन साथीहरू। अनि अब होइन अब जो चाहिँ खाने हुने छ, अलि धनी छ, उनीहरूले त अब किनेर राख्छ एक्स्ट्रा ग्यास। अलि जो चाहिँ अलिक गरिब छ होइन, जसलाई चाहिँ अब भनौँ न अलिक गाह्रो नै हुन्छ, उनीहरूले चाहिँ होइन अब यत्तिकै 2-3वटा ग्यास किनेर त सिलिन्डर भराएर राख्न सक्दैन। अनि उनीहरूलाई आपतकालीन पर्यो भने अब ग्यास पनि सक्यो, अनि कसरी खाना बनाएर खानु के साथीहरू होइन। अब त्यो सहरमा बस्ने अनि भाडामा बस्नेहरूलाई त अब आफ्नो घर पनि होइन, अब कहाँबाट दाउरा खोजेर ल्याउने, कसरी पकाउने, कति समस्या भएको छ नि आजभोलि साथीहरू। खालि ग्यासको लाइन लाग्यो, ग्यासकै लाइनले कतिपय झगडाहरू भइरहेको पनि एकदमै भनौँ न लफडा परेको चाहिँ त्यस्तो भइरहेको छैन साथीहरू। अनि तपाईँलाई चाहिँ के लाग्छ है साथीहरू, अब होइन यस्तो भइरहेको छ हाम्रो नेपालमा, कहिले चाहिँ अब यसरी सबै थोकको राम्रो सुविधा हुन्छ होला नि, ग्यासको सुविधाहरू राम्रो हुन्छ भन्ने